Dangu, 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 dangu. Dangu? This is A. Dangu, dangu, A भन्नुस् न A. गर्नुस् खै यहाँ बिचमा ड्यास यसो यहाँ ड्यास गरेको अघि यस्तो गरेको छैन त यसको मिसले यहाँ गरेको छ त मिसले यहाँ गरेको छ त यहाँ गर्नुस् केन्जी यहाँ गर्नु लास्ट गर्छ ए लास्टमा गर्छ अनि गर्छु ल ल आज पनि स्कुल जानु नमानेर है केन्जी आज जान्छ है केन्जी स्कुल हेर्नुहोस् त यहाँ हेर्नुहोस् न ल बाई बाई केन्जी ऊ एकजना मान्छेलाई लुगा फेर्नु तीनजना है उभि भाइ ऊ ककको यहाँ हेर न ककको माथि छिटो ककलाई न्याम दिनुहोस् कुखुरालाई ऊ चामल दिनुहोस् खै कति अब ब्रेकफास्ट खानु लागि हाल्दैछ कुनै के टमेटो ससहरू आजको हाम्रो ब्रेकफास्ट चाहिँ के हो यो फापरको रोटी खै उसले के बनाएर खाने लु बसेर खाइदिनुहोस् म्याडम मिठो भएछ सर बिहानदेखि रेडी भएको रेडी भइसक्नु छैन रहेछ यता हेर त कहिले किनिदिएको सर्ट हो चाहिँ अफिसबाट आउँदैछ सो आइम वेटिङ फर सुनिल यहाँ 0 पोइन्टमा मेफेयरको छेउमा सुनिल सर आउनु हुँदैछ किन ढिलो छेउ छिटो न सुनिल के भएको जान्दिनँ म मिस लकै ए यही रहेछ त फ्युजन अन्त तिमीलाई याद छ अन्त त्यो दगी अन्त यसो टेम्परेचरको बत्ती सत्ती बिहा हो त बत्ती सत्ती लगाएको हुन्छ नि त माथि बत्ती लगाएको होला नि त भाइ बिहा यही हो कहाँ हो सो आफ्टर आइपुगिसकेर चाहिँ सुनिलले मेरो अलिकति भिडियो रेकर्डिङ गरिदियो अन्त सुनिल चाहिँ पुरा नक्कल पार्दैछ त्यहाँ केसहरू मिलाउँदैछ बिहामा जानु लागि हामी भित्र पस्यो कस्तो रहेछ हेरौँ भित्र नानीको खेल्ने जग्गाहरू पनि रहेछ राम्रो रहेछ स्पेसियस रहेछ यो प्लेस पनि त्यहाँबाट मेरो फुपू कान्छी फुपू भेट्यो रेणुका फुपू अन्त अलिकति रेकर्डिङ गर्यो बहिनी ज्वाइँको हाम्रो यहाँ इन्दिरा फुपूकै ठुलो छोरीको चाहिँ बिहा थियो आज अन्त ऊ आन्टी मेरो फुपाले चाहिँ खादा अफर गर्नुहुँदैछ बेहुला बेहुलीलाई फुपू धेरै महिनाको बादमा भेटेर चाहिँ हामी चाहिँ एकदम निकै बातहरू मार्यो अन्त यता अलिकति रेकर्डिङहरू गर्यो अलिकति फोटो सेसनहरू गर्यो किनभने यस्तो मौका घरिघरि पाउँदैन हो सो आफ्टर सम टाइम्स हाम्रो फुपा चाहिँ अलिक हतार हुनु रहेछ र उहाँ चाहिँ फर्किनु हुने अरे किनभने इज वर्किङ इन सुप्रिम कोर्ट होला हो अन्त उहाँलाई अलिकति हामीले सिअफहरू गर्यो त्यहाँबाट फेरि हामी सबैजना अलिकति गेट टुगेदरहरू जस्तो पनि भयो बातहरू मार्यो किनभने हामी निकै धेरै महिनाको बादमा भेटेको थियौँ नि त हो दुईजना फुपू इज लुकिङ भेरी क्युट हुन्छ नि
खादा अफर गरेर चाहिँ हामी आन्टी म सुनिल खाना खानु गयो। सुनिलले चाहिँ बिचारा सबैजनाको ब्यागहरू बोकेर गयो। हामी खाना खाएर आउँदाखेरि बिचारा आन्टी हामीलाई पर्खिरहनु भएको रहेछ। त्यहाँबाट हामी बाहिर गयो। बाहिर गएर चाहिँ हाम्रो इन्दिरा आन्टी बिचारा अरूलाई बिदा गर्नु हुँदो रहेछ। आफ्टर द्याट हामीले आन्टीलाई बिदा माग्यो। त्यहाँबाट फेरि आन्टीले बसेर जानु भन्दै थियो तर हाम्रोमा टाइम थिएन। त्यहाँबाट हामीले रेणु फुपूलाई चाहिँ मेफेयरमा ड्रप गरेर कस्तो तर्छ है उसले त हो। म झन् उसलाई नै भिडियो गर्नु आउँदै थिएँ कि हो। कस्तो तर्स्यो। हाई ऊ केन्जीको पापा खै केन्जीको पापा कहाँ जानुभयो आज? कहाँ जानुभयो? छिया एकछिन ल। हेलो ए के साह्रो टप हो के साह्रो टप हो। चुक लगाऊ। हाउ इज इट बेबी? Not good, not bad. Very much exhausted. By the way, where is the Rosdana? Oh, नि त्यही छ भन्दै थियो त अन्त त्यही छ होला भनेर भन्दै थियो त। आफै राम्रो खोज्नु जान्दैन। हामी चाहिँ एकदम सबै सामान तिम्रो सामान गर्दैछ। भोलि चाहिँ हाम्रो नर्थ सिक्किम जानु थिएर चाहिँ सुनिल्सले चाहिँ प्याकिङहरू गर्दैछ। भोलि बिहान हतार हुन्छ र चाहिँ बेलुकै प्याक गरेको हामीले। सुनिल देखाउ त यो चप्पल कसले ल्याइदिएको? मिलन ल्याइदिएको। सुनिल घरमा आएर प्याकिङ गरेर नानीलाई होमवर्क पनि गराएर बिचारा खानाहरू पनि पकाउँदैछ हो। अन्त बुढाबुढी दिउँसो के भयो त्यही बात मार्दै दुःख सुखको बात मार्दै खाना पकाउँदै यतिकै दिनहरू बित्यो। यो चाहिँ नेक्स्ट डे हो। केन्जीलाई चाहिँ स्कुल जानु मनै परेको छैन तर के गर्नु पुऱ्याउनै पर्यो। केन्जीलाई पुऱ्याएर चाहिँ हामी सियोनाको स्टडी टेबल हेर्ने अरे रानीपुलमा। स्टडी टेबलहरू हेऱ्यो तर राम्रै थिएन। सो एकछिनबाट केन्जी आनिमा दिदीसँग स्कुलबाट आउँदै थियो। हि वाज लुकिङ सो ह्याप्पी एन्ड क्युट। उसलाई रिसिभ गरेर हामीले एकछिन उसले ट्रकहरू हेऱ्यो रानीपुलमा। त्यसको बादमा हामी उसको पापा चाहिँ अफिसमै हुन्छ भनेर चाहिँ हामी डाँडा गाउँसम्म चाहिँ लोकल गाडीमा गयो। हामी रेस्टुरेन्टमा जाँदैछ पापालाई पर्खि। But I've never went down that side. त्यही त जाउँ। के बनाए हेर्नु नि हामीले यहाँ डक्टर ढकालको तल लिएर आएको चाहिँ कुनै कहाँ पुगेको हामी मलाई पनि याद छैन यो कहाँ हो। चक्लेट छ नि चक्लेट चुइङगम भगवान। So we're going somewhere I don't know, but I got an ice cream. केन्जीले हामीले तल लुकेको गऱ्यो। हामी हिँडेको गऱ्यो। भरे लास्टमा त हामीलाई त यहाँ यो स्कुल त ग्रिनडेल स्कुल रहेछ। सुन्नु त सुनेको तर फर्स्ट टाइम पुगेर पनि देख्यो। त्यहाँबाट फेरि उता रोड रहेछ हिँडेको गऱ्यो। हिँडेको गरेर त लास्टमा त आधार कार्ड अफिस पो झन्डै पुग्यो हामी त हिँड्दा। अन्त लास्टमा केन्जीले चाहिँ बाख्रा देखेर चाहिँ यहाँ चाहिँ धेरै बेर बुल्यो। त्यतिकै खोज्दैछ मेरो हात। खै पापा हो खै पापा केन्जीको पापा हो केन्जीको पापा। खै फेरि गर त केन्जी खै पापा देखाउ त। ल सुनिलाई भेटेर अब जाँदैछ नर्थ सिक्किम। केन्जीको यहाँ हात हेर्नु है मैला है कालो भइरहेको छ। म चाहिँ आस्तो के साह्रो ज्याम भएको
रानीपुलदेखि यहाँ माथि पुग्नु 2 घन्टा लाग्छ हो। साह्रो गरम भएर चाहिँ सियोनाले आइसक्रिम लिएर आयो। तपाईलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। सो यो भिडियो चाहिँ फेरि कन्टिन्यू गर्छु। टिल देन ह्याभ फन।